छिरो 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 भीषण बाढी आएको छ है आज। ल है यो बनेपामा पारेको पानीको बाढी। यहाँ मुख्य कुरो हिमपाइप अहिलेसम्म यतिकै राम्रो छ। पुल कोटेवाला सुपारी जाने पुल को हिमपाइप अब लाने भयो। अब चढी भने यसले गर्दा यहाँ हेर दाउरो 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 हेर दाउरो ठुलो ठुलो। अब हिमपाइप बगाएको हेरौँ अहिलेसम्म त पटेखा यहाँ हेर्नु कत्रो हो ठुलै आएको मान्छे ठुलो ठुलै हो ठुलो ठुलो हेर के कुरा गरे भन्न बिचारी हाल्यो हिँड्दा भइहाल्छ नि कहाँ अब त समय खाइदिनु हेर्दा हेर्दा 1 सेकेन्ड अब कटिसक्यो लडाइसक्यो। ए बाटोबाट यता गयो पानी पानी ठुलो गनाएर ठुलै आयो घर पारे ठुलो आएको अवस्था। धेरै छेउमा नजाने भाइ 3-4 घन्टा भयो। ए सजिलै बगाउँछ त अनि हिमपाइप त सजिलै बगाएको समेत रोसीमा फेरि आज वैशाख 29 गते 7:05 गएको छ। यतिखेर रोसी खोलो भीषण आइरहेको छ। चौकीडाँडामा छु यतिखेर मेजर चौकीडाँडामा। अब सम्भवतः यसले तलतिरको यो 8 किलोमिटर बाटो सबै बगाउने छ किन गाडी कुदिरहेको छ। धेरै ठुलो बाढी आइरहेको छ आज फेरि धेरै ठुलो बाढी आइरहेको छ। एक्कासी यो तपाईँले कति क्षति गर्ने हो फेरि यो अहिलेको लाइभ हो। शुभ सन्ध्या। आज यतिखेर यो वैशाख 29 गते रोसीमा पूर्ण भीषण बाढी आएको छ। अहिले यहाँ 6 बजेर लगभग 6:30 बजेको आसपास पनि हाम्रो गाउँमा यति ठुलो बाढी आइरहेको छ कि अब तल्लो लगभग बिपी हाइमा ठुलो क्षति हुनेवाला छ किनकि गाडीहरू कुदिरहेछन्। धेरै ठुलो बाढी आइरहेको छ फेरि आज एक्कासी अहिले 6:30 बजे भीषण बाढी आइरहेको छ। म यो गाउँ घरबाट खिचिरहेको छु। म आज घर आएको थिएँ। यस्तो छ स्थिति बाढी आउँदैछ पूर्ण यहाँ तल यहाँ पुलमा हेर्ने मान्छे धेरै छ नि। यो बगेको पुल यो झलङ्गे पुल यहाँ सम्भवतः एउटा पशु जस्तो लाग्छ रात पर्दैछ। भीषण बाढी आएको छ है आज। ठुलो क्षति गर्नेवाला छ यसले फेरि अब यसले सायद गाडीमा क्षति गराउनेछ किनकि रोडमा गाडीहरू धेरै कुदिरहेछन् तलतिर। म त्यतापट्टि पनि जान्छु।